हिन्दू सनातनी संस्कार अनुसार बाबु नानीहरूको प्रथम पटक कपाल काट्ने कार्यक्रम सञ्चालन गर्ने परम्परा छ। यो कार्यक्रम बिजोर वर्ष 3 वा वर्ष 5 मा काट्ने चलन छ। हामीले 3 वर्ष लागेपछि नाति शाब्दिक जोशी र नातिनी सुदिना श्रेष्ठको कपाल काट्ने कार्यक्रम सम्पन्न गर्यौं। 2082 साल फागुन 29 गते शुक्रबारका दिन लाभ बेला र अमृत बेला पारेर काट्यौं। मामाले कपाल काट्ने चलन छ। आज मामा दिपेश श्रेष्ठले सुरुसाहित गर्नुभयो। छोरी नानीको कपाल नमुनाको लागि मात्र काट्ने चलन छ, तर छोरा बाबु कपाल घरमा प्रारम्भ गरी स्थानीय सैलुनमा लगेर कटाइयो। तत्पश्चात नानी बाबुलाई टीका लगाई सगुन दक्षिणा भेटी दियौं। अजा अजी, बाबा आमा, आन्टी अङ्कल सबैले टीका लगाई आरोग्यको आशीर्वचन दियौं। घरमै देव दर्शन गरायौं।